हेलो नमस्ते सम्पूर्णमा आज चाहिँ मेरो भदै सायन गुरुङको पास्नी यता चाहिँ बुढोबाडा नाति है यता चाहिँ सायन गुरुङको कान्छा पुसाइ कान्छा लाउँछ कस्तो फिल भइरहेछ भदैको पास्नी सायन गुरुङको फुपूमा चाहिँ दुधामा होइन हाम्रो काइली फुपू अनि यता सायनको माइली फुपू कस्तो फिल भइरहेछ यता चाहिँ बुढियामा सायन गुरुङको बुढियामा यता चाहिँ कासियामा हाम्रो दुधामा है नमस्ते हाम्रो माइली फुपू सायन गुरुङको चाहिँ फुपू बाजे यता सायन गुरुङको फुपूहरू है यता आलु दम बनाउँदैछ यता कान्छी फुपू अस्मिता फुपू अनि यता आज सानो मम्मी है सायन गुरुङको बुढियामा ल कान्छी बुढियामा ल हेलो गाइजहरू आज चाहिँ मेरो भदैको यता हुँदैछ पुसाइ है सबभन्दा ठुलो पुसाइ होइन रोस्ट हुँदैछ सायन गुरुङको आज यता आङ्गी बजेले चाहिँ हाम्रो आङ्गीले चाहिँ रोटी पोल्नु भएको छ हेलो गाइजहरू यता चाहिँ खसी काट्ने कार्यक्रम हुँदैछ सायन गुरुङको बाजेहरू है बुढोबा दुदुबा बाबा बाजे हाम्रो मामाहरू बाबाहरूले चाहिँ यसरी मासु काट्नु भएको छ यता चाहिँ सायन गुरुङको सबभन्दा ठुलो पुसाइ नमस्कार कस्तो सबैजनालाई बाबुको बाबुलाई माएर कस्तो सायन गुरुङको आज अन्नप्राशनको दिन होइन सायन गुरुङ 2082 साल होइन 82 सालको मक्सिर 26 गते जन्मेको होइन बेलुका 9 बजे अहिले चाहिँ नपुगे पनि के अरे दिन चाहिँ नपुगे पनि महिनाले पुगेको भएर आज चाहिँ अन्नप्राशनको दिन भेला भएको खुसी छ सबैलाई रमाइलो भइरहेको धन्यवाद र यहाँ चाहिँ ज्वाइँले घरमा चाहिँ पूजा नसमाति पनि ससुरालीमा आएर पूजा समाति भएको अवस्था ल रोटीहरू है गाइजहरू रोटी चाहियो मलाई यहाँ हाम्रो दिदी बहिनी हाम्रो आङ्गीले चाहिँ रोटी हाल्नु भएको छ ल यता चाहिँ ल सायन गुरुङको फुपू रोटी हाल्नु भएछ यता बुढियामा सानो बुढियामा चाहिँ रोटी हाल्नुपर्छ उता आङ्गी बजेले यता फुपू र बुढियामाले रोटी हाल्नुभएको छ सायन गुरुङको के अरे अन्नप्राशन दिन त्यो चाहिँ दुईवटा फुपूहरूले आलु बनाउँदैछ यता चाहिँ आज भान्सोलाई भएको भाइ सायन गुरुङको दिदी स्यालभिया गुरुङ कस्तो फिल भइरहेको छ आज राम्रो आज मेरो भाइको भात खुवाई अनि धेरै फुपूहरू बुवाआमाहरू पुसाइहरू पुरै आउनु भएको छ त्यसैमा म खुसी छु बाई बाई